को हुन् प्रकाश तिवारी? कमाउनलाई राजनीति होइन, आफ्नो व्यवसायलाई आधार बनाउनुपर्छ भन्ने चेत भएका र जीवनको 4 दशक समय अझै बाँकी रहँदै गर्दा राजनीतिमा 2 कदम अघि बढिरहेका व्यक्ति हुन् प्रकाश तिवारी। अपरिचित अर्जुन चौपारीको आफ्नो नाम जस्तै पहिचान रोशन गराउने व्यक्ति प्रकाश तिवारीको जन्म विक्रम सम्वत 2045 साल फागुन 21 गते स्याङ्जाको अर्जुन चौपारीमा भएको हो। पिता भूमिलाल तिवारी र माता माला तिवारीको कोखबाट जन्मिएका प्रकाशले भारतको अमृतसरमा रहेको गुरु नानक विश्वविद्यालयबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तरसम्मको अध्ययन गरेका छन्। तिवारीको राजनीतिमा रुचि त थियो नै। सानै उमेरदेखि व्यापार व्यवसायमा पनि राम्रो रुचि भएका तिवारी राजनीतिमा प्रवेश गर्नुभन्दा अघि हाथवे इन्भेस्टमेन्ट नेपालका चिफ इन्भेस्टमेन्ट म्यानेजर र रेडिसनका डिरेक्टर रहेका थिए। यति मात्र नभई उनी शेयर बजारमा राम्रो नाम र पहिचान बनाउन सफल व्यक्ति समेत हुन्। 32 वर्षको उमेरमा नेपाली कांग्रेस पार्टीबाट देशको मूल नीति राजनीतिमा प्रवेश गरेका उनी 33 वर्षको उमेरमै स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकाका अध्यक्ष बने। त्यसभन्दा अघि उनी नेपाली कांग्रेस स्याङ्जा निर्वाचन क्षेत्र नम्बर 1 खको सभापति बनेका थिए। एक त पार्टीबाट टिकट पाउनै मुस्किल, दोस्रो टिकट पाए पनि नयाँ मान्छे, धेरैलाई लाग्यो नै टिकट पाए पनि जित्न त्यति सहज हुने छैन। तर यी सबै कुरालाई चिर्दै उनी अगाडि बढे, पार्टीबाट टिकट लिए र चुनाव पनि जिते, त्यो पनि शानदार ढंगले। अनि बल्ल सुरु भए तिवारीका परीक्षाका दिन। जनताको सेवाको निम्ति 32 वर्षको उमेरमै राजनीतिमा प्रवेश गरी पहिलो प्रयासमै भारी मतले प्रदेश सभापति निर्वाचित। त्यसको 6 महिनापछि भएको स्थानीय तहको निर्वाचनमा अर्जुन चौपारी गाउँपालिकाको अध्यक्षमा 2000 भन्दा बढी मतले निर्वाचित तिवारीले जति समय बित्दै गयो उति जनताका हितका कार्य गर्दै गए। व्यवस्थापनको अब्बल विद्यार्थी जसले व्यवस्थापनमा अन्तर्राष्ट्रिय स्तरको कलेजबाट स्नातकोत्तर गरेको छ। राजनीतिमा होमिनका लागि वर्षेनी करोडौं तलब आउने जागिर छोडेको छ। 32 वर्षको उमेरमै जिम्मा लिएको काम गजबले पूरा गर्न सक्छ भन्ने धेरै उदाहरण साथीहरू माझ पेश गरिसकेको छ। कमाउनलाई राजनीति गर्ने होइन, आफ्नो लगानीको प्रतिफललाई आधार बनाउनु पर्छ भन्ने आधार बनाइसकेको छ र अझै कमसे कम 4 दशक अरु जीवनको सक्रिय समय रहँदै गर्दा राजनीतिमा 2 कदम अगाडि बढिरहेको छ। सोही व्यक्ति अर्जुन चौपारी गाउँपालिकामा निर्वाचित भएपछि भएका सामान्य कार्यहरू जुन अन्य स्थानीय तहका लागि गजबको सिकाइ र अनुभव हुन सक्छ। तिवारी पालिका अध्यक्षमा निर्वाचित भएपछि पालिकाको शिक्षा सुधारको लागि स्थानीय पाठ्यक्रम संस्कार शिक्षा, पालिका स्तरीय परीक्षा केन्द्राध्यक्ष पालिकाबाटै छनौट गरी परीक्षा सञ्चालन जस्ता कुराहरूको सुरुवात गरे। हजारौं विद्यार्थीको भविष्यको चिन्ता गर्दै शिक्षा क्षेत्रमा सुधारको प्रयत्न गरे र गरि नै रहेका छन्। 10% विद्यार्थी उत्तीर्ण हुने अवस्थाबाट 90% सम्म ल्याउने तिवारी साँच्चीकै विकास प्रेमी, शिक्षा प्रेमी पालिका अध्यक्ष हुन्। तिवारी निर्वाचित भएपछि पालिकाको स्वास्थ्य क्षेत्र कस्तो थियो? चौकी जाँदा औषधि छैन, बन्द भयो भनेर भोलि आउनुस् भनेर उल्टो गाली खाएर फर्कनु पर्ने अवस्था। उनी निर्वाचित भएपछि स्वास्थ्यमा के भयो? वृद्ध असहाय अपाङ्गहरूको घर घरमै पुगी उपचार गर्ने वातावरण सिर्जना भयो। नागरिकलाई टेवा टोल टोलमा स्वास्थ्य सेवा कार्यक्रमले प्रत्येक महिनामा 2 पटक स्वास्थ्य कर्मीहरू घर घरमा गई स्वास्थ्य जाँच गर्ने प्रबन्ध मिल्ने स्थिति बन्यो। यस्तै उनी निर्वाचित भएपछि पूर्वाधार सडक बाटोमा के भयो? 1 मिटर पनि कालो पत्रेले नछोएको पालिकाको अवस्थाबाट चालु आर्थिक वर्षको अन्त्यसम्ममा 38.9 किलोमिटर कालो पत्रे हुने अवस्थासम्म आइपुग्यो। त्यति मात्रै होइन, बाँकी रहेको 1.5 वर्षको कार्यकालमा सबै वडा कार्यालयसम्म बाटो कालो पत्रे गर्ने प्रतिबद्धता समेत उनको छ। भिजनरी तिवारी अध्यक्ष बनेर आएपछि स्थानीय तहमा भइरहेको कार्यको मापन गर्ने सूचकहरू लिजा
FRA जस्ता मापनमा अर्जुन चौपारी गाउँपालिका जिल्ला र सिङ्गो प्रदेशमै उत्कृष्ट बन्यो, जसको जगमा पालिका पटक पटक गण्डकी प्रदेश तथा केन्द्रीय स्तरमै सम्मानित हुने अवसर प्राप्त समेत भयो। यस्तै अर्जुन चौपारी जिल्लामै उत्कृष्ट स्वस्थ संस्था भनेर चिनिएको छ। ऊर्जाशील, मिलनसार र मितव्ययी प्रकाश जसले समाजमा दबिएर बस्नुपर्ने स्थितिबाट निर्धक्कका साथ पालिका साथमा छ भन्ने विश्वास गरी बस्न सक्ने स्थितिमा नागरिकहरूलाई सुशासनको प्रत्याभूति दिलाएका छन्। तिवारीले पिउने पानीबाट कुनै पनि नागरिकलाई वञ्चित नगराउने कुरामा प्रतिबद्धता जनाएका छन्। अझै रोचक र बिर्सनै नहुने विषय त के छ भने अहिले अर्जुन चौपारी धार्मिक पर्यटकीय गन्तव्य बनेको छ। पालिकालाई चिनाउनको लागि तथा पालिकामा धार्मिक पर्यटन भित्राउनका लागि नेपालकै पहिलो नवग्रह मन्दिरको परिकल्पना प्रकाशले गरे। सो मन्दिरमा अहिले दिनौ हजारौंको संख्यामा भक्तजन तथा दर्शनार्थीहरू दर्शन गर्ने गरेका छन्। खेलप्रेमी तिवारी खेलाडी सम्मानमा समेत अग्रपंक्तिमा देखिएका छन्। उनी पालिकाको नेतृत्वमा आएपछि देशकै शानका रूपमा परिचित क्रिकेटर सन्दीप लामिछानेको सम्मानार्थ उनकै जन्मभूमि अर्जुन चौपारी गाउँपालिका वडा नम्बर 5 थप्लेमा रङ्गशाला निर्माणाधीन रहेको छ। यसबाट देश विदेशमा रहने खेल प्रेमीहरूको ध्यान खिचिरहेको छ, जसको कारण पर्यटन क्षेत्रमा ठूलो टेवा पुग्ने अनुमान छ। भिजनरी प्रकाशको प्रकाशमय कार्य सम्पादनले नाम नै ओझेलमा रहेको अर्जुन चौपारी आज सबैको मुखमा झुन्डिएको छ। आज धर्म र पर्यटनलाई सँगसँगै अगाडि बढाई देशकै उत्कृष्ट पालिका अध्यक्ष बनेका छन् प्रकाश। पालिकामा नाम जस्तै जादुमय प्रकाश छर्न सफल, नागरिकका मनमा प्रकाश भर्न सफल। प्रकाशलाई अझै प्रकाशमय प्रगतिको कामना।